Doggies. Adeu. Once again, welcome back, sir and ma'am. तपाईहरु सन्चै हुनुहुन्छ म पनि ठिकै छु राइट नाउ अहिले म गाउँमै छु जसरी पहिले थिए हामी गाउँ आको लगभग कति भयो भन्दाखेरि अस्ति 17 गते आको आज 23 गते भनेपछि अब आफै क्याल्कुलेसन गर्दाखेरि कति हुन्छ अनि गाउँहरु यस्तै छ है टक्क वेदरहरु टक्क क्लाउडहरु आएको छ अनि तल त्यो माछाको अनि यो तल सबै आलुहरु हो अनि माथि घरहरु अनि यतातिर अब यस्तै छ गाउँघर किन भन्दाखेरि अब कोही हुनुहुन्न अब सब त्यस्तै त हैन गाउँघर प्राय खाली नै छ रोजगारीको लागि बाहिर गइरहेछ सबै प्राय जस्तो अनि म अहिले चाहिँ के भन्न आएको भन्दाखेरि खास अस्ति नै हामीले माथि नेर गएर पारी जंगल पारी गएर च्याउ टिपेर ल्याएको थियो क्या जोजो रमाइले समझोजो रमाइले अनि त्यखेर भिडियोहरु यति धेरै थियो कि लास्ट लट्स अफ थियो अनि हिजो एडिट गर्दा जस यताउता गर्दाखेरि अब डिलिट भयो हैन त्यो पनि केही छैन तर के भन्नु थियो तर पनि यहाँनेर आज दाइहरुले हाम्रो यहीँको जोजोले र अर्को एउटा दाइले चाहिँ च्याउ टक्क लट्स अफ लिएर आउनु भएको छ है यति धेरै कि एक नाङ्लो छ हामीले त अस्ति 2 घण्टा जति मात्र खोज्यो होला 2-3 घण्टा जति खोज्यो होला अनि जस एकचोटी चाहिँ इनफ हुने गरी नै थियो आज चाहिँ यति धेरै छ नि म अहिले देखाउँछु त्यो चाहिँ मैले खास आजको कन्टेन्ट भनेकै च्याउ च्याउ देखाउँ गाउँघर देखाउँ भन्ने कुरा हो अनि देख्नु सक्नुहुन्छ यो चाहिँ हाम्रै गाउँको लोकल्स च्याउहरु हो मैले अघि जसरी भने त्यसरी देखाउनु खोजे यति धेरै छ नि यहाँनेर यो चाहिँ एउटा नाङ्लो हो हैन एक नाङ्लो फुल छ यो चाहिँ हामीले लिएको टिपेर है यति धेरै न लिएको छौं भन्ने गफ मात्र हो तर यो चाहिँ दाइहरुले लिएको हो अनि यहाँनेर यो देख्न सक्नुभयो अहिले यति धेरै छ नि यो यसलाई नभए नि उता काठमाडौँतिर लगेर बेच्यो भने यसको मूल्य जेस निकै आउँछ दामी छ जेस बुढाहरूले कहाँनेर गएर लिएर आएको यति इनफ छ नि यस्तो मिठो हुन्छ नि यो फेरि खानुलाई स्वादमा स्वाद अनि यहाँनेर हाम्रो यता खाना कुक हुँदैछ हैन यताबाट टक्क आगो सर र गाउँघरको भाइब्स अनि यहाँ यस्तो हेर्दाखेरि यहाँ यापेन यहाँ यताउता गर्दै हुनुहुन्छ हैन च्याउ भने चाहिँ यही हो यति धेरै छ नि च्याउमा च्याउ यो भइहाल्यो यसरी यस्तो खालको अलि बिग वान भनेको चाहिँ यो रहेछ अलि बिग वान भन्ने चाहिँ यस्तै ठिक्का खालको यति धेरै छ है त लु यो चाहिँ कडा लाग्यो है ल ब्ल्याकमा ब्ल्याक अफ्रिकन च्याउ जस्तो छ यो चाहिँ यस्तो हो कुरा चाहिँ अनि तपाईहरुले देख्नु भइहाल्यो च्याउ गाउँघरको यस्तै हुन्छ अब स्वाद त यस्तो दामी हुन्छ नि अब हरेक गाउँघरमा अब यस्तो हुन्छ नै च्याउ है तर हाम्रोमा चाहिँ यस्तो हुन्छ भनेर मैले जस एउटा सानो कुरा शेयर गरे मात्र हो अनि अहिले चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि हामीले आज खतरा एउटा काम गरेको छ अलिकति फ्युचरलाई सोचेर अलिकति धेरै नै अनि त्यस्तो सोचेर एउटा काम गरेको छु त्यही देखाउनलाई म जाँदैछु है अनि त्यो चाहिँ के हो भन्दाखेरि म यहाँ माथि रोडमा गएर देखाउँछु अनि आज वैशाख 23 गते 2083 को दिनमा एउटा मैले यहाँनिर मेरो नाम पनि लेख्न लेखेको छु एउटा सानो है द MM17 भनेर डेट सेट लेखेको छ तर त्यो मेटिन्छ ढुङ्गामा लेखेको शिला लेखिदिन्छु म घरिघरि अनि के हो भन्दाखेरि चाहिँ हामीले ठ्याक्क अब यो हेर्दाखेरि रोडहरु कस्तो खाली थियो नि त केही खाली तर रोडमा चाहिँ रोपेको हैन आफ्नै जग्गामा हो हामीले यहाँनिर फुल कस्तो फुल भन्दाखेरि हाम्रो राष्ट्रिय फुल गुराँस रोपेको छौं हेर्न सक्नुहुन्छ थाके यार एउटा मात्र हैन यहाँ दिनु त्यो पारी डाँडासम्म रोपेका छौं यस्तो एउटा भइहाल्यो यो हैन अनि यस्तै यहाँनिर यस्तै गर्दै गर्दाखेरि यहाँनिर लगभग हामीले ठ्याक्कै आज 23 गते अनि ठ्याक्कै हामीले 23 वटा यस्तो फुल रोपेका छौं क्या गुराँस फुल भन्दा नि फुलै त हैन गुराँस रोपेको छौं अनि यहाँदेखि पारी डाँडासम्म अझ त्यो मात्र पनि हैन यो त हामीले रोडमा गरेको हैन अनि
उद्या माथि डाँडामा नि हाम्रो बारीमा नि हामीले रोपेको छ त्यहाँनिर नि मैले देखाउँछु तर यस्तो छ क्या टक्कै यो चाहिँ निब्ला निब्ला जस्तो छ तर यो बढ्नु चाहिँ बढ्छ है फेरि पारी जङ्गलहरू लिएर आयो क्या हामीले टक्कै यस्तो छ म अलिअलि देखाइदिन्छु धेरै त छैन अलिअलि मात्र यस्तो छ क्या यस्तो यस्तो है अहिले भर्खर बिहान हामीले लिएर आएको जो मैले अनि रोपिदिइहालेको झ्याप्पै यस्तो खालको है अब यो मुला त देखिहाल्छ नि जसरी भयो नि तर यस्तो छ चाहिँ भन्नु खोजेको ठ्याक्कै आज वैशाखको 23 गति अनि 23वटा नै रोपेको छौँ क्या अब यो भनेर नबसौँ न के गिग्दी हुन्छ फेरि गर्नु सन्नु यसो त्यो धेरै ठुल्ठुलो त छैन सानो सानो छ ठिक्काको मुला उतार ठुलो भेटेन नि त अनि यस्तो यस्तो छ है अब यो त नर्मल भइहाल्यो अब माथि घरको बारीमा नि रोपेको छ त्यहाँनिर त्यहाँ चाहिँ अहिले बिग वानहरू छ म त्यो पनि देखाउँछु है त माथि डाँडामा आइपुगिसकेँ बारीमा है तलबाट हिँडेर साला फेरि अहिले चाहिँ स्नेक पनि आउनु सक्छ क्या टोटल अवेर भएर हिँड्नुपर्ने हुन्छ म त दाबिदिन्छु स्नेकलाई जाडो छ है बाफ पनि आउँछ यस्तो हुस्सो हान्दैछ अनि मैले भनिहालेँ हामीले माथि बारीमा रोपेको चाहिँ योहरू चाहिँ अहिले बिग वानहरू छ है ठुलै छ माथिहरू लिएर आएको एउटा भयो यहाँ चाहिँ म टोटल गर्ने देखाउँछु ल एउटा अनि यो दुईवटा अनि अगाडि जाँदाखेरि यहाँनिर 3टा अनि अलि अगाडि अलिक ग्यापमा छ है 3टा भयो यो 4 अनि 5.5वटा योहरू सानो नि छ 5 यो 6 यो 7 अनि यो 8 अनि 9 यो 10 अनि यो साइडहरूको यस्तोहरू पनि रोपेको छ है अर्को यो घन्टीवाला फुल 10 भयो होइन अनि 10 यो 11 अनि त्यसपछि यहीँ 12 अनि 13 अनि कहाँ गयो 13 अनि 14 अनि यो 15 यो 16 यो 17 अनि यही 18 19 यो 20 अनि 21 22 यो 23 अनि यही 24 अनि यो 25 यो चाहिँ अलरेडी पहिले नै थियो है 25 अनि त्यसपछि यही 26 अनि यहाँ एउटा सानो 27 अनि एउटा लास्ट कुनामा 28 टोटल हामीले 28वटा रोपेको आजै होइन अस्ति नै रोपेको थियो 2-3वटा त तर आज चाहिँ 28वटा कम्प्लिट गर्यो अनि यस्तो देख्छ है सब हाँसाङ हुस्सो सबै लागेछ घर त यस्तो देख्छ है कडा देख्छ क्या रुखमा रुख टक्क एउटा फोटो हाल्छु है त म यसको यस्तो छ गाइजहरू मैले फुल देखाइहालेँ आजको भिडियो यस्तै भयो दिनभरि यताउता गर्दै काम सक्यो आजले यति भन्दै निभाउनु पर्ने हुन्छ भोलि भेटौँला।